तर अत्यन्तै राम्रो लाग्यो मलाई, अत्यन्तै राम्रो लाग्यो, अत्यन्तै यहाँ मात्रै त कहाँ हो त नि। ओ माई गॉड, एकदम मेरो बालापनको याद आइरहेको छ। हेलो गाइज, नमस्ते, इट्स मी सम्झना होइन। फेरि आज पनि म आएको छु एउटा भिडियो लिएर। फर्स्ट अफ अल मेरो दिनचर्याको बारेमा म भन्न जाँदैछु है त। आज चाहिँ मेरो काम बिदा, अनि म आज चाहिँ ढिलो उठेँ। हिजो होइन, हिजो चाहिँ सोचेको थिएँ मनमा म चाँडै उठ्छु, चाँडै उठेर अनि त्यसपछि एक्सर्साइज गर्छु, अनि त्यसपछि योगा सोगा गर्छु, सरसफाइ गर्छु भनेर सोचेको थिएँ। बट देन हिजो सुत्नै ढिलो भइहाल्यो मोबाइल हेर्दा हेर्दै। आज ढिलो उठेँ बिहान, अनि ढिलो उठेर अनि वकिङ चाहिँ जानु पर्यो भनेर वकिङतिर गएँ। अनि जाँदै थिएँ पर पुगिसकेको थिएँ। अनि त्यहाँ चाहिँ कति राम्रो अब हिमाल देखिन्छ कि यता वेस्ट साइडमा। अनि जाँदै थिएँ, कस्तो क्या सुन्दर हिमाल देखिरहेको बा। अनि मन त मेरो यतिकै फुरुङ्ग भइहाल्यो। अनि मलाई अब मेरो शरीर चाहिँ लोटे लोटे भएछ होइन। धेरै भयो म यसरी बाहिर नकुदेको, एक्सर्साइज नगरेको, शरीर चाहिँ एकदमै भद्दा भइरहेको छ। तर पनि मनमा चाहिँ एकदम 100% स्टामिना भएर चाहिँ के गरौँ आज चाहिँ एक्स्ट्रा भन्ने भयो मलाई। अनि उतिखेर मलाई चाहिँ टक्क याद आयो काकेटारी जान्छु भन्ने। उतिखेर याद आयो मेरो पालो कुदेर म घर फर्केँ। अनि घर फर्केर अनि आएर अनि यसो ट्रेनको टाइम हेरेको त 6 मिनट मात्रै बाँकी रहेछ। यसो सनस्क्रिन त लाउँला भन्दै थिएँ, त्यही पनि मैले भ्याइनँ। अनि त्यसपछि म जस्तो कपडामा रनिङ गएको थिएँ त्यस्तै कपडामा, त्यही हुलियामा म ब्याग स्याग बोकेर टक्क तुफान फाडी हानेर म हिँड्थेँ होइन। अहिले कोखुकी स्टेसनमा झरेर चाहिँ म ताकिँदै जिन्जा जाने बाटोमा हिँड्दैछु। यहाँ चाहिँ म हिँडेरै जाने भनेर सोचेको होइन। एक्लै लखर लखर हिँडिरहेको छु। अनि मजा आइरहेछ मलाई हिँड्नलाई चाहिँ होइन। दिमागले चाहिँ मेरो चाहिँ कहिलेकाहीँ सनक चढिदिन्छ होइन। इन्स्टेन्टली गर्न मन लाग्छ कि कुनै कुराहरू। अब मेरो पालो फाडी हान्डीहरूले चल्दिहाल्यो नि त म यसरी। अनि यता चाहिँ ठाउँ राम्रो रहेछ, टक्क उकालो उकालो रहेछ होइन बाटो चाहिँ, रोड चाहिँ। तर मलाई बबाल लागिरहेछ हिँड्नलाई। यहीँ तल यामानासी युनिभर्सिटी पनि रहेछ, कस्तो राम्रो रहेछ, ठुलो रहेछ युनिभर्सिटी। मलाई त्यो पनि मन पर्यो। बाटोमा चाहिँ दुइटै साइडमा साकुराको बोटहरू रहेछ यसरी, तलदेखिको यहाँ माथिसम्मै छ जस्तो छ, मेबी जिन्ज्यासम्मै छ होला। साकुरा फुलेको बेला यो बाटैबाट हिँडेर जान चाहिँ बब्बालै मजा आउने रहेछ नि त हो, मस्त होइन। रमाइलो गर्दै गर्दै अनि जिन्ज्या चाहिँ माथि पहाडको फेदामा रहेछ कि हो, आइपुगेको छैन हुनु त। गुगल म्यापमा चाहिँ 32 मिनट समथिङ देखाइरहेको थियो। मोबाइलको ब्याट्री दुइटैको खतम छ होइन। त्यही पनि अब हिँड्दै अब यहाँबाट फर्केर भयो भ्यायो भने म अर्को ठाउँ पनि जाने सोच गरेको छु। अब लखर आज हिँडिदिने हो, भोलि पनि बिदा छ, त्यही भएर। अनि पहाडै पहाड वरपर पहाड, टक्क बिचमा भ्याली छ होइन। अनि उतापट्टि हिमाल देखिन्छ, वरपर हिमालमा फुस हिउँ परेछ सेतै होइन। म यहाँ छु, यसरी रम्दैछु। यति भए सम्झनालाई के चाहियो। यो रोडको बिच गुटुङ कुदेर हिँड्न मन परिरहेको थियो। तर के गर्न, अब त्यसो गर्न पाइन्न। ओहो नि त, साकुरा होइन यो चाहिँ उमे हो। नेपालमा पनि त अहिले त आरू फुल्ने मौसम आयो नि त होइन। कति राम्रो ठाउँ रहेछ कि यता त। ओहो
आज चाहिँ फेरि मेरो आज स्वरै अर्को भइराखेको छ। यहाँ बाटोमा फुल फुलेको रहेछ यहाँनिर। कस्तो मिठो सुगन्ध आएको के मग 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 मग। यो प्राकृतिक कुराहरूको फुलहरूको बास्ना सुगन्ध त्यसले चाहिँ फेरि एक्स्ट्रा लेभल हानिदिन्छ नि त यहाँनिर माइन्डमा होइन मनमा। आर्टिफिसियल जस्तो हुँदैन कि नि त। भन्दा भने म त आइ पनि सकेँ होइन। यस्तो पोखरी रहेछ वरपर होइन। यता नि छ पोखरी। म उनीहरूलाई नि छोडिदिन्छु। म एक्लै अब गुटुङ जाने हो होइन। यहाँ माथि हात धोइदिउँ न त। पानीमा छाया कति मजाले देखिएको क्या। म विशेष मुख्यद्वारतिरै जान्छु म। कति शान्त ठाउँमा रहेछ पहाडको काखमा यो जिन्जिया चाहिँ। मलाई अत्यन्तै मन पर्यो। एकदमै मन पनि रिफ्रेस भयो। यहाँ आएर म वल्याङ्गै भएँ। मलाई केही बोल्नै मन परेन, केही जागरै चलेन बोल्नलाई। म एकदम मन्त्रमुग्ध भएँ। अब चाहिँ म 1-1.5 घन्टा जति यहाँ शान्त भएर म बस्न चाहन्छु। कति आनन्द आएको कि मलाई यहाँनिर। यो छत यो छानाहरू हेरेर चाहिँ यो शताब्दी पुरानो जस्तो मलाई महसुस भइरह। भर्खरै मैले यसो मोबाइल हेरेको बसेर मैले के देखेँ भने त्यहाँ लेखेको थियो कुनै गल्ती नै गर्नु पर्दैन, मन भरिएपछि स्वार्थ पुरा भएपछि मान्छे आफै बिस्तारै टाढा हुँदै जान्छ भनेर लेखिएको थियो होइन। टक्कै त्यो कुराले मलाई चित्त बुझ्यो, चित्त परिहाल्यो। मेरो पनि अब यहाँनिर जिन्जियामा आएर घुमेर हेरेर चाहिँ मेरो पनि मन भरियो। सो म चाहिँ फर्किने विचार गरेँ अनि फर्किँदैछु। जिन्जियालाई चाहिँ पछाडि नै छोडेर म हिँडेरै झर्ने हो स्टेसनसम्म यहाँबाट होइन। अनि त्यहाँ पनि फेरि हिँडेरै जाने हो। त्यो के ठाउँ हो त्यो चाहिँ मलाई थाहा छैन। ट्रेनबाट चाहिँ टक्क मैले देखेको थिएँ ठाउँ। सो त्यतैतिर जानु मन लाग्यो।
यहाँ रहेछ फेरि फ्री फोटो स्पट होइन के छ कस्तो छ भनेर चाहिँ आउन मन लागिहाल्यो सो अब हेलमेट लाउन पनि फ्री रहेछ फिल फ्री रे suit. Let's try it out. Oh my goodness. म सिङ्गन म्युजियम ताकेर क्यासल रुइन म्युजियममा छु होइन हेरेर चाहिँ निस्के होइन म्युजियम हिस्ट्रीहरू चाहिँ थाकेर चाहिँ यो फ्यामिलीको रहेछ खासमा चाहिँ होइन फ्यामिली हिस्ट्री रहेछ म त लागेको थियो भगवानको नाम होला भनेको त पहिलाको एउटा राज परिवार रहेछ रमाइलो लाग्यो अब हेरिदिउँ न त के छ यस्तो लागिरहेको छ होइन त्यहाँभित्र चाहिँ अब यस्तो छ अरे अब के छ होइन अब बाहिर जाँदा चाहिँ के रहेछ यो त म त गाउँतिरको गल्ली गल्ली डुल्न हिँडे जस्तै महसुस भयो त हौ मलाई त यहाँ चाहिँ ल खाने ठाउँ रहेछ रेस्टुरेन्ट रहेछ फोटो खिच्ने होला के गर्ने होला यहाँ बसेर अब बसेर फोटो खिच्न नि मिल्ने रहेछ सो अब मेरो फोटो खिच्ने मान्छे छैन म आफै चाहिँ त्यहाँनिर क्यामेरा राखेर गराएर यहाँ पतार गर्दैछु यो खोज पनि दिइहालौँ भनेर मैले सोचेँ यहाँनिर होइन अब फोटो खिच्ने मान्छे नभएपछि स्क्रिनसट गरेर राख्नु पर्यो यता पनि एक चक्कर लाएर फर्किँदैछु होइन गाउँ डुलेर म फर्किँदै गरेको अवस्था हो बहुतै खुब राम्रो लाग्यो मलाई मन पर्यो ताकेदा सिङ्गन म्युजियम पनि घुमेर हेरेर फर्किन लागेँ लुहार लखर हिँड्दै थिएँ अब यहाँ चाहिँ सोराया पनि रहेछ होइन अनि म चाहिँ यहाँ पनि बसेर एकछिन यसो लुक्स हालेर अब निस्केको लखर ट्रेनको लिक हिँडिरहेको छु पनि भएन तर पनि लुहार हिँडिरहेको छु म लखर खोज्दै हिँड्दै थिएँ ठाउँ खोज्दै ल यहीँ आइसकेछ भने ल ऊ पछाडि त्यही हो अलरेडी टुप्प देखिएको रहेछ म त्यही जान्छु अनि त्यही भएर म देखाउँछु है त खासतिरको चाहिँ यो साइन्स एन्ड ल्याब रे यो पछाडिको यो माथिको यो व्हाइट चाहिँ भनेर अस्ति मलाई भूमिकाले भनिरहेको थियो कस्तो मोहक बास्ना आएको कि म यो रुखको फेदामा छु है ल कस्तो मिठो बास्ना आएको कि मग यति के 2-4वटा रुखमा फुल फुलिदिएको चराहरूको भाषै अर्को छ पापा कति मिठो सुनिएको त एउटा मन्दिर जस्तो पनि रहेछ होइन चराहरू अब मिठो रसपान गर्न आएको होला चराहरू उल्टो साइडबाट चाहिँ छिरेछु यही हो अब
यो चाहिँ हामी चाहिँ यो अम्बोके फुल भन्थ्यौँ तेरो पाहाडमा पहिला। यो चाहिँ गेट रहेछ होइन, यो ठुलो यहाँदेखिको चाहिँ भित्र जाने ठाउँ चाहिँ त्यता रहेछ। यो फुलको बास्नाहरू सुनेर म मन्त्रमुग्ध भइरहेको छु के। हेर झपक्कै परेर फुलेको मात्रै त कहाँ हो त नि, कति राम्रो गरी फुलेको त। नारायण हरि प्रभु। यो मन्दिरको फेरो रहेको छ। औधी मन पराएँ मैले यो ठाउँ। ल बाटो पछाडिको हेर्नुहोस्, बाटो कति राम्रो छ। ओहो मग बास्ना गर्दै होइन यहाँनिर। हो चराहरू त्यस्तै मजाले कराइराखेको। अनि यहाँ चाहिँ दुईटा मिक्स भएको रहेछ। मैले हेर्न खोजेको यही ठाउँ थियो वास्तवमा होइन, यही ठाउँ हो मन्दिर चाहिँ। विशेष कताबाट जाउँ त, यो चाहिँ के मन्दिर भन्छ के भन्छ त्यो मलाई ठाउँ पनि थाहा भएन। बस ट्रेनबाट देखेँ म हाकिएर यता आइहालेँ। अत्यन्तै राम्रो लाग्यो मलाई, अत्यन्तै राम्रो लाग्यो, अत्यन्तै मन पर्यो। वाउ वाउ वाउ। यो हावामा यो फुलको बास्नाहरू घोलिएको देखेर म फेरि मन्त्रमुग्ध छु के। ओ माई गड। एकदम मेरो बालापनको याद आइरहेको छ। आज त मेरो नसोचेको स्पेसल भयो त हो दिन त। ओ माई गड। कति बप्पा लाग्यो मलाई त। यहाँ पनि एकान्त ठाउँ होइन, यो चाहिँ ठ्याक्कै बिचमा छ। कोफु स्टेसन र साकौरी स्टेसनको ठ्याक्कै बिचमा छ यो चाहिँ। ट्रेनबाट देखिन्छ, म त्यही देखेर आऊ हेर्नलाई। यहाँ चाहिँ मेरो मन अत्यन्तै खुसी भएको छ होइन। यो चराहरू कराएर यो यहाँको वातावरण होइन कस्तो शान्त। यहाँ कोही पनि मान्छे पनि छैन अहिले, अनि वातावरण त्यस्तै शान्त। अनि चराहरूको स्वर, अनि यो आडुहरू फुलेर अत्यन्तै मिठो सुगन्धित वातावरण पनि त्यस्तै राम्रो भइरहेको छ।